गुड मर्निङ, वेलकम टु माई ब्लग। आज दिनको सुरुवात सँगै मेरो काम पनि सुरु भइसक्यो, हामी पनि उठिसक्यौँ होइन। आज चाहिँ म सँगसँगै बाबु पनि उठेको छ अनि बाबुले उठेर दुध खाइसक्यो। अब चाहिँ मेरो काम सुरु हुन्छ। मैले चाहिँ खाना बनाइसकेँ, मेरो खाना रेडी भइसक्यो होइन। आज चाहिँ मेरोमा पाहुना आउनुभएको छ अनि मैले खानामा आज के बनाएँ भने चिकन बनाएँ। यस्तो छ। मैले अघि भनेको थिएँ नि आज चाहिँ हाम्रोमा पाहुना आउनुभएको छ भनेर, अनि हाम्रो चाहिँ धेरै पछि भेट भएको छ। को पाहुना भने कञ्चन श्रेष्ठ, हाम्रो धेरै पछि भेट भएको छ होइन। कति पछि हाम्रोमा भयो होला 15-20 दिन त धेरै भएको छैन। ए है, अस्ति उता चितवन जाँदाखेरि भेट भएको थियो अनि आज आउनुभएको छ। त्यसपछि खाना खायौँ अनि हामी यत्तिकै अब दिदीको चाहिँ टिकटक बनाउँछौँ अनि दिदीको चाहिँ फेरि आज चाँडै जानुपर्ने छ अनि त्यही भएर अब हामी टिकटक बनाउने, यसो रमाइलो गर्ने है। अनि यस्तै हुन्छ। अब के हामी गर्छौँ अब सबै म भ्लगमा देखाउँछु, तर भ्लग चाहिँ हेर्न नभुल्नु होला है त। मैले अस्ति अचारको भिडियो आउँदाखेरि चाहिँ अब धेरैजनाले मलाई सोधिराख्नु भएको थियो अचार कहाँबाट मगाउनु भएको भनेर। मैले चाहिँ चिकन अचार बाई इमा फ्रम इटली है, उहाँको चाहिँ अचार एकदमै मिठो हुन्छ अनि मैले फेरि पनि मगाइसकेको छु। यो अचार चाहिँ मैले 4-5 दिन भयो मगाएको अनि मलाई चाहिँ कहिले आउँछ जस्तो भइसकिरहेको थियो क्या। एकदमै एक्साइटेड थिएँ म चाहिँ खानको लागि अनि आज आइसकेको छ होइन। यस्तो मिठो छ यो अचारको म बयान गरेर सक्दिनँ। अनि म अब देखाउँछु है त, म खोल्छु है त यसको। जाँदै हुनुहुन्छ कञ्चन दिदी चाहिँ। के हो त अनि के हुन्छ त, मान्छेले झोला बोक्दैन र। अब हामी शनिबार भेट्छौँ है। भइसक्यो, शुक्रबार भेट्छौँ। यदि भएन भने शनिबार भेट्छौँ। पानी पर बाटो कस्तो गीत छ क्या। कसैले ल्याइदिनु भएको थियो अनि राखेर अनि मैले चाहिँ झोला खुल्ला, मैले चाहिँ झोला चाहिँ खाली पठाइदिएँ। यस्तो छ। यो चाहिँ धनकुटाबाट आन्टीले कसरी पठाइदिनु भएको छ होइन। यहाँ के छ भने चाहिँ हेरेको छैन, म चाहिँ भर्खरै गएर लिएर आएको तलबाट गाडी गएको थिएँ अनि के पठाइदिनु भएको थाहा छैन। अनि म चाहिँ के पठाइदिनु भएको छ भनेर हेर्न पुरै भइरहेको छु। यस्तो भन्दा कुकुरै बेसी छ। वाट इज दिस? मकैको दाना के हो खान्छ होइन। त्यसपछि बिस्किटहरू यति धेरै छ, बिस्कुटहरू कति धेरै बिस्कुटहरू। के दाना हो? आलु दाना कति धेरै पठाइदिनु पर्छ। एक वर्ष पठाइदिनु पर्छ। थुप्रो लागि सबै है। अनि त्यसपछि काँक्रा यो चाहिँ लोकल काँक्रा है। अनि त्यसपछि यो अनि यो आलु छ, स्पेसल लान्छ आलु कति धेरै ल कहिले खान्छ त्यो। कति धेरै पठाइदिनु भएको, धन्यवाद मेरो आन्टीलाई यति धेरै। अनि त्यसपछि अझै कति धेरै छुटेको छ अरे, त्यो चाहिँ अब 10-15 दिनमा फेरि अर्को लट पठाइदिने पहिला। आजको मेरो दिन चाहिँ यस्तै नै रह्यो। हजुरहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्दैछ कृपया कमेन्ट गरिदिनु होला। अनि मैले सुधार्नु पर्ने कुराहरू चाहिँ के छ होइन। म चाहिँ एकदमै सिक्ने क्रममा छु, म सिकि नै राखेको छु। पहिला म क्यामेरा फेस गर्न पनि एकदमै लजाउने मान्छे, बोल्न पनि नजान्ने मान्छे है। अहिले चाहिँ बल्ल अब सिक्दैछु अनि मैले सुधार्नु पर्ने कुराहरू चाहिँ कमेन्टमा भनिदिनु भयो भने म त्यो कुराहरूलाई सुधार्नेछु अनि भ्लगहरूमा चाहिँ सुधारेर लिएर आउनेछु। अनि यस्तै भिडियोहरू हेर्नका लागि चाहिँ मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। मैले भ्लग स्टार्ट गरेको आज 5 दिन भयो, 5 दिनमा जम्मा 30 जना मात्रै सब्सक्राइबर पुग्नु भएको छ। सो मेरो च्यानललाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।